वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी चेरी पिकिङको लागि जाँदैछौँ होइन सबजना। यहाँ चाहिँ दाइ हेलो हेलो ल सबैजना हेलो भन्नुहोस्। सेरिना ल है ल हाम्रो टोली यता हुनुहुन्छ भेना टोली। हेलो हेलो ल आमा जेस भाइ हाई भन ल। अब चाहिँ हामी चेरी पिकिङमा जाँदैछौँ होइन। सो सी यु गाइस। ल प्रिया कहाँ जाँदैछौँ हामी भन। चेरी पिकिङ सानी कहाँ जाँदैछौँ हामी। चेरी पिक ओके। मेन काला चस्मा सानी नाच। ल भन्नुहोस् अब यहाँ क्यामेरामा के भन्नुहुन्छ तपाईँ। एकदम रमाइलो भइरहेको छ। तपाईँहरू गफ गरिरहनु भएको छ, म रमाइलो भइरहेको छ। तपाईँहरूले सके गफ गर्नु आनन्दले सुन्नेवाला छु याद ल यस्तो छ है हाम्रो चाहिँ यस्तो छ है फेरि। बच्चाहरू स्लिपिङ। सानीको फेरि स्वागै छुट्टी छ यहाँनिर यस्तो होइन। बा इन्जोय गरिरहनु भएको पछाडि। सानी 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 ए सानी सानी सानीको स्वागमा छ। तिम्रो के छैन सब छैन। ल ल है हामी चाहिँ यहाँनिर पार्कमा आयौँ। अब हामी यहाँ हल्का हाम्रो लन्च हो कि ब्रेकफास्ट हो कि के हो भने हजुर। दुइटै एकैचोटि ल यहाँनिर हल्का खान्छौँ होइन। अनि त्यसपछि बल्ल हामी चेरी पिक गर्न जान्छौँ। यहाँ चाहिँ राम्रो पार्क रहेछ यहाँनिर होइन बच्चाहरूलाई खेल्नलाई। भनौँ न कसको बोली चुज गर्न सानी चुज गर कुन खाने दाइको इन्ट्री हुँदैछ बल्ल यहाँनिर। के दिदी बेबी कुन तिमीलाई दिस वान रे प्रियालाई। आपके पास ए वाला है चंक्स ऑफ स्ट्रॉबेरी। दाइ के छ त भन्नुहोस् तपाईँको। दिदी भन्नु ल यहाँ मेरो च्यानलमा भन्नु के भन्नु छ तपाईँलाई। जो मेरो साले पारसम्म आएको हजुर सबजनालाई रमाइलोसँग भेट भएको हजुर सबैलाई धन्यवाद छ है। ल यस्तो छ यस्तो यस्तो रमाइलो छ है हाम्रो चाहिँ यस्तो रमाइलो छ। अब बच्चाहरू आइसक्रिम खाँदैछन् एकछिन। सनी खायो मामालाई दिँदैनौ मामालाई सेयर गर्छु गर्दिनौ सेयर गर्छु गर्दिनौ ए घुम्दै फिर्दै पार्कसम्म आएको जो मेसाले सबसित भेट भएको मार्सी धानको भात भाइ बहिनी सबैलाई छ धन्यवाद। ल यस्तो 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 हुन्छ फेरि हाम्रो चाहिँ फेरि कलाको कमी छैन सबजनासँग कलै कला हो। यो चाहिँ हाम्रो जेम्स भाइ हो। हेलो जेम्स भाइ ल जाऊ आइसक्रिम खाउँछु। यहाँ चाहिँ हाम्रो अब भेनाको फ्यामिली हुनुहुन्छ। भेना हाम्रो भेना स्पिकर ल्याउनु भएको भयो नि तपाईँले। फेरि तपाईँलाई स्पिकर चाहिँदैन नि भेना। म त एकदम स्पिकर त एभ्री टाइम म त स्पिकर बोकेर हिँड्ने हुन्छ नि त। ल हामी चाहिँ यहाँ पार्कमा अब यो चाहिँ हाम्रो स्पोर्ट हुन्छ आजलाई होइन। म चाहिँ आइसकेँ तर सबैजना चाहिँ कहाँ हराउनु भयो। हाम्रो ठुलो मान्छेहरू सब बच्चा बनेर पार्कमा खेल्दै हुनुहुन्छ जस्तो। म चाहिँ यहाँ छु अरू चाहिँ गायब। भाइ दाई एन्ड भिनाजु यहाँ सामान लिएर रेडी भइसक्नु भयो। खोइ त सबैजना के हो सबैजना बच्चा बनेर खेल्दै हुनुहुन्छ क्या हो।
यहाँ चाहिँ के छ है अब के छ यहाँ के छ खजाना के छ ल अब चाहिँ सबैजनाको पालै पिलो इन्ट्री हुन्छ म सबैलाई इन्ट्रोडक्सन गराउँछु तिम्रो नाम के हो भन यहाँ नाम भन्नुपर्छ प्रिया हो तिम्रो नाम ल प्रिया आयो अब त्यसपछि को आउँदैछ अर्को हाम्रो को आउँदैछ यहाँनिर को हो यो को हो तिम्रो नाम के हो प्रज्ञा हो मामालाई आइसक्रिम दिनु पर्दैन देऊ खै खाऊ ल यहाँ सबजना अब पालै पिले लाइनबद्ध भएर आउँदै हुनुहुन्छ ल आफ्नो परिचय दिनु होला यहाँ चाहिँ सानो बाबु छ यहाँ दिदी बेना विष्णुले के लिएर आयो हो एमी छ ल यहाँ दिदी खोइ यहाँ जेम्स भाइ आउँदैछ ल आमाले आए बाँकी हो पुरै बल लिएर ल खेल्नुपर्छ अहिले हामी बल खेल्नु पर्यो नि ल यहाँ चाहिँ हाम्रो टोलीहरू चाहिँ यति छौँ आज होइन झगडा नगरौँ साथीभाइहरू ल है भेनाले चाहिँ यहाँनिर पुरै डान्स स्टार्ट गरिसक्नु भयो हाम्रो चाहिँ यहाँ रेडी हुँदैछ अब खानेकुराहरू हाल्दै हुनुहुन्छ हल्ला खल्ला छ यस्तो हुन्छ है हाम्रो चाहिँ ल वर्ल्ड कप फिभर है यहाँ चाहिँ अब पोर्चुगलले हारेमा पोर्चुगलले गोल खाइरहेको जित्छ कहाँ पोर्चुगलले हार्छ फाइनल जित्ने गेममा तिमीलाई ल है केटा हौ तिमीहरू चाहिँ कसको सपोर्टर हो कमेन्ट डाउन पोर्चुगल भेना कसको वर्ल्ड कपमा पोर्चुगल हो अनि अब फाइनली अब पोर्चुगल र फेरि ऊ चाहिँ पुग्दैन जस्तो लाग्छ कहिले नि अर्जेन्टिना फाइनली पोर्चुगल र अर्जेन्टिना कहिले पुग्दैन जस्तो लाग्छ अस्ति पालि जिते बिर्सिनु भयो कि अर्जेन्टिनाले हो त त्यस्तो हो को छ अर्जेन्टिना को छ यहाँ उनले हामी एक्लै काफी छौँ है फेरि होइन मनी अर्जेन्टिना बच्चाहरू के गर्दैछन् यहाँ बच्चाहरू सानी के खाएको तिमीले पनि दिने यो चाहिँ हाम्रो सबैभन्दा सानो मान्छे हो सबैभन्दा सानो मान्छे आइ भनिदियो यो सानो मान्छे यो चाहिँ सानो मान्छे हो देउडा नि तान्नु नि त ल देउडा यता यहाँले टेस्टिङ हुँदैछ शान्तिजीले खानु होइन माथिमा शान्तिजीले त सोध्नु न एकचोटि ए कस्तो भन्नु त दामी बनाएकोले लाइफ फेरि मलाई चाहिँ यसरी सर्भ हुन्छ जहाँ बस्यो त्यही अब चाहिँ खानुपर्छ तिमी कसको सपोर्टर भाइ कसको सपोर्टर पोर्चुगल हो पुरै मिल्यो तिम्रो मेरो पुरै मिल्यो मिल्छ भाइ पुरा मिल्छ जितेपछि ल सङ्घर्ष भाइ नि आइसक्नु भयो सङ्घर्ष तिमी कसको जीवन भाइ नि आइसक्यो सपोर्टर कस्तो सपोर्टर यहाँनिर भाउजू हुनुहुन्छ हाई भन सानी यहाँ फ्रान्स खोइ तिम्रो साथीहरू प्रिन्सेस दिदी उता हुनुहुन्छ ल यस्तै हुँदैछ होइन अब टक्क खाइयो टन्न खाइयो अब खाएपछि एकछिन अब 1 मिनट सुत्नुपर्छ यसरी केटाकेटी हो चाहिँ अब भन्दै वर्ल्ड कप होइन वर्ल्ड कप लागेर आजदेखि ठिक छ ल तिमीलाई अनि के पोर्तुगाल कमन पोर्चुगल हैन धन्ने हारे हैन आज फ्रेन्डली म्याचमा अर्जेन्टिना यस्तो फ्यानको हालत यस्तो है फेरि धन्ने हारेर लाग्छ के छ त पेले नाइजेरिया कालेले हजुर दारी पालेपछि मम्मीले चाहिँ को चाहिँ साइडमा हुनुहुन्थ्यो भिडियो दाइको दारी चाहिँ कडा हो क्या त्यो के गरे थियो भने ल सबैजनाको हाम्रो चाहिँ यहाँ अब खानपिन भयो हल्का कोही खाना बाँकी हुनुहुन्छ खाँदै हुनुहुन्छ गफ चल्दैछ यहाँ यस्तो बच्चाहरू कहाँ छन् बच्चाहरूलाई खोज्नु जाउँ है त अब हामी चाहिँ बच्चाहरूलाई खोज्नु जान्छौँ कहाँ छन् ल बच्चाहरू चाहिँ यहाँनिर के गर्दैछ बच्चाहरू खेल्दैछौ यताबाट आऊ सानी यताबाट आऊ घुमेर आऊ तिम्रो के छ खबर ठिक छ इन्जोय गर्दैछौ
के लुक कहाँबाट चढेर आएको तिमी ए ल उता खेल्न जाने ल बाबुसँग खेल है अब चाहिँ हामी यहाँ खेल्छौँ You want to play as well? No? This? Let's go, Sani. खेल्ने गर्छु उसलाई म उता खेलेर आउँछु होस् पक पक ल अब चाहिँ हाम्रो खानपिन भएर सक्यो होइन अब चाहिँ हामी चेरी पिकिङको लागि जान्छौँ बच्चाहरूले पनि खेलेर रमाए एकछिन यहाँनिर पार्कमा होइन सानी के खेल्यो तिमीले सानी के खेल्यौ स्लाइड खेलेनौ ल यहाँ चाहिँ दाइको पुरै फोटोसुट हुँदैछ होइन दाइ पोज दिँदै हुन्छ दाइको दारी चाहिँ कडा छ फेरि यहाँनिर है दाइ के हो अरे बाहिर सुकेको भित्र फुकेको के हो चेरी ल हामी चाहिँ फाइनली यहाँ चेरी फार्म आइसक्यौँ होइन अब यहाँनिर एकछिन चेरी पिक गर्छौँ अनि के छ चेरी स्ट्रबेरी अनि त्यसपछि हामी खान्छौँ ल युट्युबमा गएर सब्स्क्राइब गर्ने अरे युट्युब च्यानल सब्स्क्राइब गर्नु सब्स्क्राइबर बढाउँदैछु म यहाँ कपिल गौतम भन्नु हाम्रो फर्स्टमै आउँछ यस्तो फेरि कडा भइसक्यो म फर्स्टमा आउँछ बनाएको त्यो होइन तलको होइन यो भिडियो सक्दैन यस्तो एडबाट पैसा आउँछ फेरि मलाई ए हो ल फाइनल्ली होइन अब चाहिँ यहाँ चेरी फार्ममा आइसक्यौँ अब हामी चेरी पिक गर्न चाहन्छौँ यहाँनिर सबजना आइसक्यो टोलीहरू ल गेट खोल्यो हाम्रो लागि गेट खोलेन भाइ गेट खोल्यो ल लेट्स गो है त प्रिया हिँड Oh, you have your own bucket either? How many buckets you want to carry? I want to put 100. 100? Just 100? You want to wear this? सेटिना यो बकेट त तिमी जतै छ त सेटिना जतै छ बकेट उता होइन उता छ अरू होइन चेरी पिकिङ स्टार्ट हुन्छ होइन ल प्रिया खोज्दै होइन चेरी खोजी लिनु टिप्नुपर्छ क्या त ल खोइ त चेरी नै छैन त नो क्लाइम्बिङ भन्छ रुखै चढ्नु पर्ला जस्तो के हो प्रिया अब चेरी चाहिँ छैन जस्तो छ खासै होइन लेट्स गो बेबी लेट्स गो चेरी खोइ सेरिना कति टिपे तिमीले चेरी देखो त खोइ छैन चेरी खोइ दिनु चेरी छैन त बिना हजुर हेर्नु न खोइ अनि पछाडि जानुपर्छ क्या गाइजहरू तिमीहरूलाई चाहिँ म एउटा होइन त्यो सजेसन दिन्छु के हो भन्दाखेरि यो जहाँ पनि हामी जान्छौँ स्ट्रबेरी चेरी जे फार्ममा गए पनि अगाडि होइन पछाडि जानुपर्छ पछाडि चाहिँ सबजना जान अल्छी गर्छन् सो पछाडि चाहिँ टन्ड पाइन्छ है र हामी चाहिँ अब यहाँनिर रन गर्छौँ रन सेटुना रन खोइ चेरी भेटाएन तिमीले यतापट्टि जानुपर्छ होला हामी कहाँ छ खोइ चेरी
गाइजहरु चेरी छैन यार कस्तो खाले चेरी हो यो यसमा चाहिँ अलिअलि रहेछ है बल्ल यसमा चाहिँ अलिअलि छ है चेरी ल बल्ल हल्का चेरी भएको बोर्ड देखेँ मैले यहाँनिर हैन अब यहाँबाट टिप्नु पर्यो लास्ट इयर त रमाइलो भएको थियो बोटबाटै खानालाई अब यसपालि चाहिँ यस्तै गरी खानु पर्ने छ हैन श्रेयान्सीले कति टिप्यो खै तिम्रो बकेट देखौ त दुईटा भन टु भन खोइ चेरी टेयर भन देखाइदेऊ खोइ सोमेर बकेट ओ वाउ सानी तिम्रो बकेट खोइ सानी बकेट खोइ तिम्रो वान इज माइन हो न ओइ वान सानीको हो ल बोकिदिन तिम भन्दा ठुलो हो ल सानो बकेट मेरो चाहिँ हल्का बुद्धि आउन लागेको छ हैन गाइजहरु यहाँनिर दुईटा बुद्धि आउन लागेको छ त्यही भएर अलि चेरी खान अलिक गाह्रै छ मलाई चाहिँ छिटै बुद्धि आएर अलिकति राम्रै दिमाग आउँछ भन्ने सोचमा छु म चाहिँ राम्रै काम हुन्छ कि भन्ने सोचमा छु हैन अहिलेसम्म चाहिँ अलिअलि मात्र आएको छ ड्याडी हेल्प नु दाइ ड्याडी हेल्प नु ल्याउ म बोकिदिन्छु कति खाइरहनु भएको छ चेरी चेरी एकदम मिठो रहेछ यार सो एम्मी हैन यमी छ भिना चाहिँ कति खानु तपाईँले एउटा दुईटा हो उहाँ हेर उहाँ चाहिँ हाम्रो अध्यक्ष दाइ हो हाई दाइले आसन ग्रहण गर्न हामी बाल्टिनको खोजीमा छौँ बाल्टिन ल्यायो दाइ चाहिँ हेर्दै भन्छ अध्यक्ष भन्छन् फेरि अध्यक्ष कुरा कसैले खाँदैन नाम मात्रको अध्यक्ष भन्छन् पद भेट्ने देखाउनु भन्नु नि दाइ ए दुई तिनवटा बोटा यहाँनिर छ है ए तनै ल गाइज चेरी पिकिङ ल एन्ड भन्नु इटिङ न त दुई शब्द भन्दिनँ चेरी खानु फेरि सन्चोक्दैन ल म चाहिँ यहाँनिर ल्याडर माथि नै चढेर बोट माथि आइसकेँ होइन यसरी खानु त यसरी यहाँ माथि चढ्नु पर्ने छ नि त चेरी खानलाई यहाँ माथि माथि चढ्नु पर्ने छ है गाइजहरू कहाँ हुनुहुन्छ गाइजहरू म त माथि यहाँ गएपछि पो देखिँदो रहेछ नि त चेरी यहाँ हेर्नु त टर्नेर हुनुहुन्छ नि माथि ल स्टोरी टिप्नु पर्छ यहाँबाट होइन अब म चाहिँ तल झरेँ गाइजहरू लड्छु क्या है अहिले रेकर्डिङ चाहिँ बन्द गर्छु है जीवन भएर चाहिँ लास्टै राम्रो लाग्यो अरे अब उसको अनुहार एक्चुअली यस्तो राम्रो छैन तर गोप्रोले गरेर उसको अनुहार धेरै ह्यान्डसम देख्यो ल तिम्रो एउटा हजुर दाइलाई पनि यस्तै हुन मन लाग्यो रे हाम्रो दाइलाई तर दाइको धारी फुलिसक्यो यहाँनिर के गर्नु दाइ यस्तै रहेछ हेर्नु ओहो के दाइ तपाईँको हिरो आयो लास्टै नै हिरो आयो ल यहाँनिर यस्तो मिटिङ हुँदै हाम्रो गाइजहरूको सबजनाको मैले यहाँ कडा खिचिरहेको छु सबजनाको ओ ओ ओ ओ ए र हाम्रो चाहिँ अब फोटो खिच्ने तयारी हुँदैछ होइन यहाँनिर यस्तो हल्का फोटो खिच्ने रे अब फोटोसुटको तयारी चल्दैछ बच्चा बच्चाहरू यहाँ रमाउँदैछन् विष्णु उहाँ माथि चढाएछ कति टिप्यो त्यो हो श्रेयान्सी यता हो फोटो खिच्न हो श्रेयान्सी ल फोटो खिच्नलाई तयारी हुँदैछ यहाँनिर क्यामेराम्यानको फोटो खिच्ने ल प्रवीण दाइले खै सबै आँखा पारामा म हानिरहेको यहाँ चाहिँ पुरै टिकटक सुट भएर होइन
टिकटकलाई डान्स भइरहेको भाइ के त तिम्रो टिकटक भिडियोग्राफर हो क्या पऱ्यो म यस्तो भिडियो बनाउन सकिनँ दाइ चेरी फनमा सबैजना म सकिनँ दाइ मैले दिएँ यस्तै छ भाइ यस्तै छ ल टिकटक स्टारहरू यहाँ सबजना त्यो अब कस्तुरी चाहिँ भेनाको फेभरेट टी सर्ट चेरी पिक गर्न जाँदा चाहिँ यो टी सर्ट नलाइ भन्नु नभने फेरि लास्ट इयर चेरी पिकिङ यो यहाँनिर हाम्रो अलमोस्ट चेरी पिकिङ चाहिँ सक्यो सबजना गाह्रो भइसक्यो यहाँ सङ्घर्ष अहिले हस्टेल लाइन बेला हुनाइसक्यो भेना पसिना आएर त्यस्तै भइसक्यो यहाँ बसिसक्यो 20 मिनट ढलिसक्यो ल अब अलिकति राम्रो भने मै हो मैले हेरचाह गर्नु पर्ला जस्तो छ होइन अब चाहिँ हामी जानु के हो जीवन भाइ सही हो ल आइज लेट्स गो गाइस हाम्रो भेना चाहिँ यहाँ काब्रेल डान्स हान्दै हुन्छ सम्झे डान्स यो ताली ताली साइड साइड ताली खोइ कडा 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 भर्ती हाल्नु पऱ्यो भेनालाई अब काब्रेल सम्झिनु ल ल चेरी पिक गरेर सक्यो होइन अब हामी चाहिँ यहाँनिरबाट घरतिर लाग्छौँ के हो भेना केही छ र प्लानहरू अब हाम्रो केही छैन यार अब बाई बाई चेरी नेक्स्ट इयर सी यु नेक्स्ट इयर होइन त नेक्स्ट इयर सुन फेरि सुन भेरी भेरी नेक्स्ट इयर सुन फेरि यो अहिले चाहिँ एकदम लेटमा आइयो त्यही भएर चेरी एनिवेज रमाइलो भयो एकदमै ल ठिक छ ल यहाँनिर चेरी पिक गरेर सक्यो होइन अब थोरै हामी घर जानलाई टिपिरहेको छौँ त्यसपछि दाइ कस्तो भयो तपाईँको अब आज गाह्रो भयो खायो ल ठिक छ ल यहाँ सबजनाले चेरी धेरै खाएर हलचलै छैन कसैको सबलाई गाह्रो भइसकेन आमा कस्तो भयो तपाईँको चेरी पेकिङ रमाइलो भयो अनि तिम्रो चाहिँ कस्तो भयो नि ठिक भयो भन न रमाइलो भयो रमाइलो भयो भन कामला श्रेयांशी यता हेर त तिमीलाई कस्तो भयो भन श्रेयांशी छोरीको हात सफा छ होइन बरु बाबा गा जस्तो ल हेर यहाँ छोरी भन्दा बाबा बच्चा ए दिल तो बच्चा हे जी यस्तै छ ल हेर यस्तै छ अब के गर्नु है रमाइलो छ अब हामीलाई दिदी कस्तो भयो तपाईँको चेरी पेकिङ भन्नु त एक्सपिरियन्स एकदम रमाइलो सबैजना रमाइलो बप्पा ठिक छ है त केटाकेटी हो होइन एकदम गर्मी भएर केटाहरू सबजना गर्मी भएर यहाँ ए ल आइसमा यहाँ पौडी खेल्दैछन् सबजना ल हाम्रो चाहिँ अब डन भएर घरतिर जाँदा होइन सबजना गर्मीले छटपटेर यहाँ चिसो चिसो हावा खाँदै कोही पानी खाँदै कोही स्प्राइट खाँदै कोही नाच्दै कोही गाउँदै कोही रमाउँदै एटिएमटी त कामै छैन हेर्नै मन लाउँदैन 20-22 आन्टी लवर ल फाइनली हामी चाहिँ घर आइसक्यौँ होइन घर आएर सबैजना रेस्ट गर्दै हुनुहुन्छ अब आजलाई दिस विल बी द एन्ड अफ द ब्लग सी यु इन नेक्स्ट ब्लग